गरे के हुन्न। गोठभरि 21 वटा गाई, 12 वटा खरायो, बाख्रा, भेडा अनि हाँस र कुखुरा। यो कुनै नेपाली किसानको गोठ होइन। पुस्तौंदेखि किसानी पेसामा रहेका हामी नेपाली विदेशी न हौसिरहेका बेला युरोपको सुविधा सम्पन्न देश फ्रान्सबाट आएका एक विदेशीले गरेको व्यवसाय हो। एउटा कुखुरा अनि राजहाँस, राजहाँस, बेरा, बाख्रा, करायो। काठमाडौँबाट करिब 6 किलोमिटर टाढा टोखामा फ्रान्सेली नागरिक फ्रान्सवा डायार्ड 2.5 वर्षदेखि कृषि व्यवसाय गरिरहेका छन्। नेपाली भूमिमा नेपालीले गर्न नसकेको उपलब्धि गरेका छन् उनले। फ्रान्समा झण्डै 1 दशक लामो आर्थिक पत्रकारिता गरेका डायार्ड पत्रकारिताकै क्रममा विभिन्न देश घुम्ने क्रममा नेपाल आएका थिए। प्राकृतिक सुन्दरताले भरिएको नेपालले उनलाई आकर्षण गर्यो रे। अझ टोखा जस्तो काठमाडौँकै शान्त स्थान पाएपछि त उनमा गाई पालन व्यवसाय गर्ने इच्छा पलाएछ। अनि त पत्रकारिता छाडेर किसानीतिर लागे डायार्ड। म पहिला पत्रकार थियो, यही आएर मात्रै यो ताउँ देखेर अब किन सहर जाने, किन अफिसको काम गर्ने, मलाई मन पर्दैन अफिसको कामहरू। अनि त्यही कारणले डायार्डले 10 वर्षका लागि जग्गा भाडामा लिएर सुरुमा गाई पाल्न थाले। उनले पालेको एउटै गाईले 3 देखि 7 लिटर दूध दिन थालेछ। त्यसपछि उनको कृषक महत्वाकांक्षा बढ्यो। यसै क्रममा उनले राजहंस 6 वटा, खरायो 12 वटा, बाख्रा 5 वटा, ठूला राजहंस 6 वटा, लोकल हाँस 20 वटा र कुखुराहरू पालेर व्यवसाय बढाए। अब सुरु गरेको 2.5 वर्ष भयो सुरु गरेको। पहिला दुध किन्थ्यो, हामी जरबाटको दुध लिएर गएको थियो, तर क्वालिटी ठिक थिएन, पानीसँग मिसाएको थियो, ब्याक्टेरिया पनि थियो। त्यसैले बिस्तारै गाई किनेको थियो, 4 गाई, 6 गाई, 10, अहिले 15 वटा गाई छ। अनि त्यसपछि अब चिज पनि पुग्दैन, बङ्गुर पनि पालेको छ। अनि अहिले अनुभव नभएर कोसिस गर्दा गर्दै हामी अहिले बाख्रा छ, बेरा छ, करायो पनि छ, राजा हाँस अनि बङ्गुर थियो तर मार्दियो अनि सोसेज बनाएको। अब अहिले 2.5 वर्ष भयो, राम्रो भइसक्यो। यो जग्गा लिजमा लिएको थियो किनभने त्यत्रो पैसा थिएन हामीसँग। काठमाडौँको जग्गा महँगो हुन्छ, त्यस कारणले अब अहिले बाख्रा जग्गा पायो किनेको नुवाकोटमा। काठमाडौँबाट 3 घण्टा लाग्छ, तर त्यहाँ ठुलो जग्गा पायो। त्यहाँबाट हिमाल देख्छ, खोला छ, बाँस छ, सबै कुरा छ, गोठ पनि छ। अब अहिले लोन लिएर त्यहाँ नयाँ कारखाना बनाउने, गुफा बनाउने, अनि गोठ सोध बनाउने अनि सार्ने। हामी नेपाली पुर्खाले आर्जेको जग्गामा पसिना चुहाएर आय आर्जन गर्ने झन्झट होइन, जग्गा बेचेर मोज मस्ती गर्न खोज्दैछौ। यता विदेशबाट आएका यी मानिसहरू हाम्रा खेत खोस्रेर लाखौंको आमदानी गर्दैछन्। यी फ्रान्सेली नागरिकले गाईको दूधबाट चीज बनाई काठमाडौँका 5 तारे होटलहरूमा बिक्री गरिरहेका छन्। 6 जनालाई रोजगारी पनि दिएका छन्। नेपालीलाई मात्र होइन, विदेशी समेत आएर काम गरिरहेका छन् उनीसँग काम गरिरहेका 2 विदेशी मध्ये 1 जना त गाई पालन सिक्नकै लागि पोल्यान्डदेखि आएका छन्। चीज, ससेज र मासु समेत बेच्छन् उनीहरू। काम गर्न लाज मान्दैनन्। गाईको गोबर सोर्नेदेखि दूध दुहुनेसम्मको काम आफै गर्छन्। अब म 3.5 वर्ष पहिला आयो नेपालमा। यही बस्ने मन पर्यो। प्राकृतिक राम्रो छ, मौसम राम्रो छ, वातावरण राम्रो छ। काठमाडौँको जस्तो होइन, तर काठमाडौँबाट नजिक पनि हो। अनि मेरो साथीहरू गरेको, मेरो पार्टनरहरू यही छन् होइन। यही गोकुल हो, विनोद हो, अर्को 2 जना पनि छन्। अनि सँगै यो अब प्राकृतिक मन परेर राम्रो हाम्रो खाना पनि, हाम्रो फ्रेन्च खाना मन परेर यही नपाएर यही बनाउने विचार छ। अब हाम्रो देशमा भातभन्दा ब्रेड खान्छौँ, पाउरोटीसँग हामी चिज खान्छौँ अनि बङ्गुरको सोसेजहरू खान्छौँ धेरै। अनि यो त्यत्रो खालको चिज, अलिक गनाउने चिज, कुहिएको चिज भन्छन् यहीको मान्छेले, यही पाउँदैन पहिला। अनि त्यस कारणले यही बनाउने विचार थियो। अनि सजिलो पनि हुनु पर्यो सोचेको हामीले, किनभने फ्रान्समा 2, 3, 4 सय वर्ष भयो हामी बनाउँछौँ यो चिजहरू।